स्वतन्त्र पार्टीको सभापतिले जाजरकोटको कुसे गाउँपालिकामा विवाद चर्किएपछि गाउँपालिका अध्यक्ष मोहन विक्रम शाह पक्राउ परेका छन्। उनी पक्राउ पर्नुको मुख्य कारण सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो हो। भिडियोमा अध्यक्ष शाहले आक्रोशित रूपमा दुर्व्यवहार गरेको आरोप लागेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। घटनाको सुरुवात भने गाउँपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट भएको बताइन्छ। स्थानीय दाबी अनुसार स्वास्थ्य शिविरमा सहभागी केही स्वास्थ्यकर्मी राति मदिरा सेवन गरेर हल्ला गरेको आरोप लागेको छ। त्यसपछि गाउँपालिकाको टोली त्यहाँ पुगेको र के भइरहेको हो भनेर बुझ्न खोज्दा विवाद सुरु भएको बताइएको छ। त्यस क्रममा अध्यक्ष मोहन विक्रम शाह र शिविर पक्षबीच भनाभन भएको, राति कुरा रोकिए पनि बिहान फेरि छलफलका क्रममा तनाव बढेको भनिएको छ। बिहानको भेटमा अध्यक्ष शाह केही आक्रामक बनेको र उपाध्यक्षतर्फ दुर्व्यवहार गरेको आरोप छ। अध्यक्ष शाहले भने आफ्नो स्पष्टीकरणमा स्थिति तनावपूर्ण थियो, रिसको बेला गल्ती भयो भन्ने आशय राखेका छन्। उनले आफूबाट भएको व्यवहारलाई लिएर स्पष्टीकरण दिइरहेका छन्। अहिले यो घटनाको मुख्य विवाद भने स्वास्थ्य शिविरमा आएको टोलीले मदिरा वा अन्य पदार्थ सेवन गरेका थिए कि थिएनन् र त्यसैबाट सुरु भएको विवाद कसरी हातपातसम्म पुग्यो भन्ने विषयमा केन्द्रित भएको देखिन्छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ र सामाजिक सञ्जालमा यसको चर्चा अझै भइरहेको छ।